हरूलाई चाहिँ तल झर्नको लागि यस्तो बसमा पनि यस्तो व्यवस्था छ ट्याक्कै त्यहाँ आयो हो यसरी व्यवस्थापन गरिएको छ। गाडीहरू कसरी व्यवस्थापन बाँकी छन् यस्तो गाडीहरू चाहिँ हेर्नुहोस् अब जाने ठाउँ यस्तो यस्तो भर्याङ 7 तलासम्मको भर्याङ चाहिँ तपाईँको हामी चढियो एक कन्टिन्यू आउने भर्याङ। यहाँहरूलाई यो भर्याङ चाहिँ नि यहाँ मेरो भिडियोमा हेर्नु होला, अर्को भिडियोमा देख्न पाउनुहुनेछ। कुर्चीहरू यहाँ सामान लानुको लागि यस्तो छ नि देख्नुभयो चट्ट रुम सजाएको। यो साइडको किचन चाहिँ राम्रो है। कति राम्रो राम्रो बेडहरू। बेडहरू राम्रो राम्रो सबै कुराहरू अन्य किसिमका चट्ट यस्तो परेको बेडमा सुत्यो तपाईँहरू। ल हेर्नुहोस् राम्रो राम्रो दोकानहरू टक्क यसरी ठ्याक्क बच्चाहरूलाई चाहिने सामग्रीहरू या चट्ट परेको फोटो चट्ट ल्याएपछि ग्रेड गर्न पाएन भने
मान्छे छैनन्। कति राम्रो राम्रो तपाईँको हल्यान्डबाट आएका, जर्मनबाट आएका, क्यानाडाबाट आएका, स्विजरल्यान्डबाट आएका ल्याउनुहोस्। यो आफ्नै देशमा पढेको होइन कि, अन्तबाट आएका पढेकोहरू राम्रोसँग मान्छेहरूले लिने प्रयोग गर्ने ल्याएर सामग्रीहरू कति राम्रो राम्रो तरिकाले सजाएर एकदमै ओरिजिनल भनेको थाहा, ओरिजिनल डुप्लिकेट भनेको थाहा, डुप्लिकेट। हेर्नु गोदामहरू जस्तो सर्लक्क। यत्रै सपिङ सेन्टर महल हेर्नुहोस् यो ठुलो ठुलो। राधेश्याम भन्नु भएन? हामी कहाँ जाँदैछौँ अरे? वेलिङ। अब यो ठाउँ यो ग्रिनबाट अब हामी उहाँको घरमा वेली जाँदैछौँ। ल्याउनुहोस्, ग्रिनेज यस्तो छ, सर्लक्क यहाँले देख्न सक्नुहुन्छ। ल्याउनुहोस्, उता घर हामी सरेपछि त म त त्यो घर त 1 वर्ष त बस्ने नि। हजुर बिहे भइहाल्यो कि। हजुर यहाँबाट धेरै टाढो छैन, टाढै पर्छ यहाँबाट। ल हेर्नुहोस् यहाँ कति आनन्दको यो समय ट्याक्क। ल हेर्नुहोस् यो घर कसको होला? अब तपाईँले चिन्नु होला युकेको घरलाई। हेर्नुहोस् है, देख्नुभयो? घरबेटी छैन, बाहिर निस्किनु भयो। ल हेर्नु, अर्को घरबेटी निस्किँदै हुनुहुन्छ। हाम्रो मिरा दिदीको छोरी ल्याएर जेठी छोरी ल्याउनुहोस् है। तपाईँ घर आइयो हामी। यो ठाउँलाई के भन्छ? वेलिङ भन्ने ठाउँमा होइन, लन्डनको वेलिङ ल राम्रो छ। यो त बडा अचम्म आनन्दको रहेछ नि त हजुरको घर त, होइन? ए दामी रहेछ। ल हजुरले त युकेमा पनि यस्तो काँक्रोहरू लगाउनु भएको रहेछ सबै, होइन? यस्तो लगाउनु भएको रहेछ। यस्तो सानो ठाउँमा पनि यति राम्रोसँग चाहिँ नि आलुहरू भयङ्कर यसरी ल्याउनुहोस्। यहाँ लाली गुराँसको बोट, ए यहाँ राम्रो राम्रो फुल, तितेपाती ल्याउनु। युकेमा हामीले नेपालको तितेपाती यहाँ फस्टाएर कति राम्रो बनाइदिनु भएको छ। ल्याउनु अति मिहिनेती मान्छे, अति मिहिनेती, धन्यवाद उहाँलाई। नेपालबाट पिँडालु लिएर आएर यहाँ पिँडालु रोप्नु भएको छ। ल्याउनु कति राम्रो, एकदम राम्रो। हाम्रो घाँसीकोमा बस्नुहुने दिपकजीको घर ल्याएर यो हो। ए ठ्याक्कै दिपकजीको घर लन्डनमा भएको, युके लन्डनमा भएको घर यो हेर्नु, युकेमा रहेको घर। हाम्रो दिपकजीको घर हो यो। त्यो बारीमा फलफुल लाउनु भएको सर्लक्क परेको हाम्रो दिपकजीको घर। ए हेर्नुहोस् खेतीबारी सबै सानो उसमा छ। यो स्टोर रुम सर्लक्क ल्याएर सबै कुरा लगाउनु भएको, चट्ट परेको। आज पनि मान्छे आयो।
सबै कुराले व्यवस्थित गरेर बस्नुभएको लन्डनमा उहाँको आफ्नै घर हो यो ल एकदम खुसी लाग्यो घर लन्डनमा रहेको दिपकजीको घर दिपकजीको छोरा दिपकजी जय श्री हरि ए गुरुआमा र बाबु जय श्री हरि ल जय श्री हरि गुड गुड ल कति ज्ञानी ल्याएर छ र उहाँकै परिवार टक्क फोटो कोही छोरी होइन हामी दिपसाई छोरी काजी छोरी जय श्री हरि नानी जय श्री हरि हजुरलाई धेरै धेरै धन्यवाद जय श्री हरि ल हेर्नु भएको आज घरमा आयो हजुर हजुर जय श्री हरि हाम्रो दिपकजीको ठुली छोरी नानी ल जय श्री हरि ल्याएर गणेश भगवान्को फोटो ल्याएर यहाँबाट दिपकजीको घरको हामी माथि तलामा गइरहेछौँ ल्याएर अब ए ल्याएर आफ्नो राष्ट्र आफ्नो शान टक्क नेपालको झन्डा हो बस्ने ल्याएर ए दिपकजीको भगवान्को मन्दिर ल्याएर उता फर्किया चट्ट भगवान्को मन्दिर हुनुहुन्छ भगवान् हुनुहुन्छ शिवजी ल्याउनुहोस् भगवान्ले सदैव उहाँलाई रक्षा गर्नुहुन्छ र सबै कुरामा भरिपूर्ण गराउनुहुन्छ यही नै जय श्री हरि हाम्रो हिलिङ टाउन स्पेसल ल्याउनुहोस् ट्रेन स्पेसल ट्रेन टाउन कि हामी हिलिङ टाउन स्टेसनबाट हामी गइरहेछौँ हिलिङ टाउन अब हामी ट्रेन चढ्दैछौँ ए अब हामी ट्रेन चढ्दैछौँ यहाँ हाम्रो ढोका बन्द छ अब हामी यहीँ पैसा ठ्याक्क पैसा हालेपछि यसरी खोल्छ ढोका अनि यसरी हामी यात्रा गर्छौँ ल्याउनुहोस् ए मजाले हाम्रो यात्रा यसरी कार्ड सिस्टमसँग पैसा हालेर जाने ल्याउनुहोस् न अब हाम्रो ट्रेन स्टेसन आयो हामी तिनजना मेरो श्रीमती मेरो छोरा यता हेर त म्याडम बाबु हाम्रो हिलिङडोन ए ट्रेन स्टेसन यहाँ मान्छे नि हिलिङडोनमा यता के नाम हो तिम्रो
आप कहाँ से हो बताइए? मैं पाकिस्तान से पाकिस्तान पाकिस्तान भी नहीं बल्कि कश्मीर कश्मीर से। आज़ाद कश्मीर हाँ ठीक, थैंक यू, नाइस टू मीट यू। थ्याङ्क यू भैया भिजिट के लिए लन्डनमा रहेको ओटो यहाँलाई देखाउँदैछु। यहाँ हेर्नु होला यो द ओटो एरिया सबै यो एरियाहरू हुन्। हेर्नुहोस् अत्यन्त यसमा रहेको अनन्त दोकानहरू मध्येमा एउटा हामी तपाईँको आज गइरहेका छौँ। यो देख्नु भएको छ साईले नै बताउँदछ योमा यहाँ केएफसी यता तपाईँको दोकान छ। यो दोकान यहाँलाई देखाउँदैछु। यसपछि म भित्रका सामानहरू पनि देखाउँदैछु। नाइक तपाईँको उसको जुत्ता पसल हो। यो अत्यन्त राम्रो छ। अब हामी यहाँ दोकान हेरिरहेछौँ। ल्याएर दोकानमा हाम्रा भाइले सामान किन्दैछन्। तिमी यहाँ सामान किन्न आएको सानो? ल राम्रो, ल ल हेर राम्रो छ। एकदम यहाँ नाइक पसलको उ रहेछ होइन। ल एकदमै यो चाहिँ ओरिजिनल जुत्ता पाउने ठाउँ रहेछ होइन। ल धन्यवाद। तिमी कहिले आयौ लन्डन? 1 वर्ष भयो। राम्रो छ लन्डनको बसाइ? ल धन्यवाद। केही छ बुवा आमालाई भन्नुपर्ने? ल सबै ठिक छ। ल धन्यवाद। ल हेर राम्रोसँग हेर। ल यहाँको स्टेडियम हल हो यो। यता यता यहाँ ओटोमा हामी सबैजनाको भेटघाट। अहिले यहाँ चाहिँ तपाईँको 32 डिग्री तापक्रममा तातो भएको छ। ल्याएर यहाँ पनि यो आज जेठ असारको 4 गते। ल हेर्नुहोस् यहाँ कति बजेको फ्लाइट हो? कुन हो यो? लाग्छ है। यताडि जाने त राम्रो होला, तडी आउनु हैरान बनायो। हजुरले अप एन्ड डाउनै काट्नु भएको कि अहिले काट्यो? केबल कारबाट यस्तो डाउनफल हुन्छ कि समुद्र आउटसाइड लन्डन
ठ्याक्कै साउथ एम्पटनबाट ए बाबु बाबु आइका हो कि यो सबभन्दा सस्तो त्यसमै आएको अस्ति हो होइन हो के आइका भन्छ कि यो फर्निचरहरूमा सबै यहीँ पाइन्छ अनि यहाँ राम्रो रहेछ नि त्यहाँ अस्ति किनेको भन्दा कहाँ यहाँ अस्ति किनेको? तिमीले हामीले किनेको भन्दा यहाँ राम्रो रहेछ नि सस्तो पनि छ यहाँ डेलिभरी पनि हुन्छ फर्निचर क्या ए त्यहाँ त्यहाँ त सस्तो भनेर हो यहाँ पनि सस्तो 129 रहेछ यहाँको के अरे फर्निचरहरू राम्रो हुन्न के कच्चा हुन्छ सेकेन्ड ह्यान्ड हुन्छ त्यो हेर्दा चाहिँ राम्रो हुन्छ तर कच्चा हुन्छ सेकेन्ड ह्यान्ड हुन्न फर्स्ट ह्यान्ड हो सबै मलाई त सेकेन्ड ह्यान्ड यहाँ कहाँ सेकेन्ड ह्यान्ड हुन्छ निर्जलाले त्यही भन्नु त्यो निर्देशले केही थाहा यत्रो सपिङ सेन्टरले सेकेन्ड ह्यान्ड राख्छ अनि अनि त्यहाँ बोटिङ गर्दाखेरि चाहिँ अब ठ्याक्कै पुरै त्यो भित्र समुद्र भित्र लाग्यो अनि त्यहाँबाट ठ्याक्कै क्यासल देखिने क्या पुरानो क्यासल क्या दाम देख्यो अनि लाइट हाउस समुद्रको बिचमा अनि दुई तिनवटा ढुङ्गा यस्तो पहाड जस्तो ढुङ्गा त्यही पनि त्यो स्पोज हरेको जस्तो क्या सेतो ढुङ्गा क्या लोकेसन कहाँ अरे आई लभ वाइट हामीले गाडी नै लगेको थियो फेरि जुनको फेरि लास्टको एक ठाउँमा यस्तो बिचहरू चाहिँ आउटसाइड जाने प्लान गरेर कहाँ आउटसाइड जाने भनेको त हो लोकेसन त्यो फेरि यस्तो हो क्या युकेको साउथ एम्पटनको समुद्रको बोर्डर भयो त्यहाँबाट फेरि हामीले गाडी चाहिँ ढुङ्गामा चढाएर 1 घन्टा ट्राभल गरेर फेरि अर्को आइल्यान्ड हो क्या त्यो अलगै आइल्यान्ड हो त्यो ठाउँ घुम्न पनि यस्तो राम्रो कहिले जानु लगभग अगाडि नै गएको सबैले मलाई ठाउँहरूमा चाहिँ त्यो दाम लाग्थ्यो समुद्र 8-9वटा समुद्र घुम्न त्यस्तो केही एउटा त्यति एउटा काले त्यति यस्तो छ जे गरेर नि हेर साइकल उडाइदिए मोटरसाइकल उडाइदिए कालले राम्रो छ पौडी खेल्नु ढुङ्गाको घुम्ने ठाउँ चाहिँ छैन खासै त्यतिवटा गेमहरू छ साइडमा एउटा ट्रेन छ सानो फिसिङ फिसिङ गर्नु फिसिङ गर्नु यहाँनिर त्यो यस्तै aquatic एनिमलहरूले गरेको कि त्यो एउटा ट्याक्क जाने भनेको अनि चाहिँ त्यहाँ गएर अनि 2 पाउन्ड लिँदो रहेछ भित्र चिकनलाई त्यो गेम एक्टिभिटी ए आउटडोर्समा त्यति ब्राइटनको ब्रिज यस्तरी निस्कियो सर्कस लाँदैछ त्यस्तो केही छैन तर एउटा छ नि त्यहाँ टावर टावर त्यसमा होइन तलबाट माथिबाट तल जान्छ त्यो टावर चढेको 25 पाउन्ड यो चढिएन तर हेर्नलाई त दामी छ नजिकबाट हेर्दा झन् पुरै ग्लासले बनाएको छ त्यो चाहिँ कस्तो लाग्यो भने मलाई पोखराले साइडतिर गाडी जस्तो लाग्यो कि बिहान हामी त्यति 12 बजी पुगेको थियौँ त्यस्तो घाम पनि लागेन आज समुद्रको पानी कति चिसो बस्दा मस्त घाम लाग्यो नि हामी बिहान 12 बजी पुगेको थियौँ 7 बजी 7:30 बजी समुद्रको पानी कति चिसो हुने यार इन्डियाको समुद्रको त्यस्तो चिसो छैन
आइरहेको त्यो चिसो के एकछिनसम्म खुट्टा डोलाएर बस्नु नसक्नु के बाबा तर एकछिनमै तात्ने त पारोस् न साइडमा कि अब घाम लागिसक्यो त्यो तातेर ब्राइडल चाहिँ लग्नुहुन्छ ब्राइडल लग्नु होइन बा हो कस्तो लाग्यो तिमीलाई दामी Please move down inside the bus and हामी use त every सफा seat. गरियो हजुरले बरु 1 महिनामा साफ भ्याउनु 472. घुम्ने ठाउँहरू सबै हामी सिधै Abbey Wood. बाई म साइकलमा पनि 60 किलोमिटर हिँडियो जिपवाला छैन होइन म यही आफ्नै गएको म त समय पाएपछि त घुमिहाल्थेँ Stone Lake Retail Park. सबैजना अटेको छ एलिजाबेथ लाइन जानिएला यही हो क्या यही हो क्या अब हामी एयरपोर्ट अब हामी एयरपोर्ट यहीँ छ क्या लन्डन सिटी एयरपोर्ट ओपन छ म त बाहिर लिन गएको थिएँ मात्रै एकजनाको 13-14 पाउन्ड त 7 जना Woolwich Road, Charlton Lane. त्यो दिन समातियो भने Please move down inside the bus and use every seat. To Abbey Wood. Please move down inside the bus and use every seat. गर Greenwich Trust School. डिस्काउन्ट Please move down inside the bus and use every seat. Abbey Wood. माथि मात्र सर्ट प्यान्ट लाउँ तल प्यान्टै लानु हेर त्यसै पाइट झर्ला खाएर ब्याग लाउँ त्यो ट्र्याकमा झर्ला खाएर यताको उद्या हेर उद्या हेर झर्नु यो त त्यस्तै लाएर हिँड्छ नि Yakeley
Street. Please move down inside the bus and use every seat. 472 to Abbeywood. Please move down inside the bus and use every seat. What's Road? Woolwich Ferry. पुलिस गाडी ल्याएर फेरिमा नानीहरूलाई यहाँ छ फेरि चढ्न चाहिँ यहाँ छ अस्ति चढेको कोटी ऊ यहीँबाट गएको हो नि बाबा गाडीमा एसी लाएर हिँड्नुहुन्छ त्यो पनि कालो हुन्छ त्यसपछि नानी पनि गोरी म पनि गोरो हजुर पनि गोरो बाबा कसरी छाला त बाबा चाहिँ बाबाकी आमाको गोता बाबाकी आमाको गोता तिनीहरू चाहिँ मेरो गोता खत्तम रेस्टुरेन्ट छ 2 घन्टा कुरेर बल्ल एउटा मोमो पुरो अस्तिको नयाँ दिदी छुट्यो है चारजनाले There's no urgency on this. Wait, Monday and Wednesday? Yeah. Oh, she said it came. No?
हामी यही झर्ने होइन Right Arsenal Station. होला हेर्नु टाइप सी की नयाँलाई तपाईँको नाम के रे बाबु सुदर्शन सुदर्शनजी ल सुदर्शनजीको दोकानमा आएर हामी आज सामान किन्ने हो कस्तो खानु छ त यहाँ केही त हुनु ट्राई गरेर ल्याइजानु जसँग फोन छ अब यस्तो आजकल हाम्रोमा छिर्दै पछि गरेर बस्न यो हामी त 15 पाउन्ड पर घन्टा योहरू सुर्ती हजुरले यो मेरो उसमा राख्नु 15 पाउन्ड पर हो धन्यवाद धन्यवाद ल केही भन्नुहुन्छ तपाईँ घरतिर नेपाललाई नेपालतिरको भाइहरूलाई ल सर ए सब यो समुद्र ल्याउनुहोस् यहाँबाट अब वारीबाट पारीबाट वारी जाने ठाउँ ल्याउनुहोस् ए यहाँबाट पुरै जहाजहरूमा गाडीमा चाहिँ तपाईँको जहाजमा चाहिँ गाडी हालेर यहाँबाट पारीतिर जाने पारीबाट वारी जाने यहाँ चाहिँ बाटोहरू ल्याउनुहोस् यहाँ यो लन्डन वारी र लन्डन पारी ल्याउनुहोस् ल्याउनुहोस् पुरै यो सब थुनेको पानी हेर्नुहोस् पानी धमिलो ल्याउनुहोस् ए हेर्नुहोस् यहाँ धमिलो पानी ल्याउनुहोस् है पुरै थुनेर व्यवस्थित गरेर ल्याउनुहोस् जहाज चल्यो पुरै गाडी बोकेर गएको छ ल्याउनुहोस् ल्याउनुहोस् अब उताबाट यता आउने यताबाट उता जाने 5 मिनटमा ल्याउनुहोस् ल्याउनुहोस् हेर्नुहोस् यहाँ गगनचुम्बी घरहरू घर बनाउँदैछन् हेर्नु सिसाहरू कति सफा कति तरिका जम्मै कुरा व्यवस्थापन राम्रो सिस्टम राम्रो ल्याएर जहाज देख्नुभयो नि तपाईँहरूले जहाज गएको जहाज तपाईँ हेर्नुहोस् आनन्दसँग जहाज छ नि वारीबाट पारी गाडी नै गाडी बोकेर गइरहेको छ ल्याएरनुहोस् हो ल्याएर उहाँ देख्नुभयो नि ए ल्याएरनुहोस् अब उताबाट फेरि अर्को जहाज आइरहेछ यो डुङ्गाको काम गर्छ जहाज ल्याएरनुहोस् 1 रुपियाँ पैसा लाग्दैन फेरि हेर्नुहोस् ए उताबाट अर्को आयो ल्याएरनुहोस् देख्नुभयो नि यो ल्याएरनुहोस् ल्या नि यी गाडीहरू जाँदैछन् ल्याएरनुहोस् पुल यसरी उठ्छ ट्याक्क ल्याएरनुहोस् देख्नुभयो नि ल्याएर उताको जहाज यता गयो यताको जहाज यता गयो ए ल्याएरनुहोस् है हामी ल्याएरनुहोस् है हजुर ल्याएर घरहरू ठुला गगनचुम्बी भवनहरू मान्छेहरूले यात्रा गरेका छन् पारी अब हामी एउटा पारी जानु पाइन्छ ढुङ्गाबाट पारी गर्ने हो ए
यहाँबाट जहाजहरू उताबाट डुङ्गाबाट पानी र जहाज रूपी डुङ्गाबाट छ नि हामी गरी अब यहाँबाट पारि जान्छ समुद्र डुङ्गा समुद्र घरै घर ठुला ठुला कहीँ ठुला ठुला घरहरू कहीँ साना साना घरहरू कहीँ झुप्रा झुप्रा घरहरू सिस्टम योभन्दा नियमभन्दा बाहिर केही बनाउन पाइन्न स्वस्थ नियम नीतिभन्दा बाहिर बनाएपछि कारबाही भइहाल्छ ल हेर्नुहोस् अब यहाँबाट ल हेर्नुहोस् जहाँ यो गाडीहरू अब त्यो जहाजबाट उता अहिले गयो अब त्यहाँ ठ्याक्कै अहिले बस्दैछ त्यहाँ अब तपाईँको होइन यसरी हामी चाहिँ नि अब हामी उताबाट यता आयो अब त्यहाँ ढोका खुल्छ हेर्नुहोस् भन्नुभयो अनि ट्याक्कै ढोका खुल्यो अब उताबाट आयो ल्यायो ए मान्छे पनि आउनुभयो यताबाट हेर्नुहोस् गाडी पनि आइपुग्यो ल्याएर गाडीहरू पुल यो पुल अहिले आफै उठ्छ ल्याउनुहोस् ल्याउनुहोस् मान्छे पनि आउन मिल्यो गाडी पनि आउन मिल्यो होइन यसरी ल्याउनुहोस् हामी यताबाट ल्याएर गाडीहरू गएको हेर्नुभयो नि फेरि यो गाडी यताबाट फेरि उता जान्छ ल्याएर यो समुद्रतिर आइयो ल्याएर विकासै विकासको कस्तो राम्रो कति व्यवस्थापन ल्याएर उतापट्टिको जहाज अब हामी जहाजमा चढियो हामी जहाजमा चढियो यो पुल रूपी जहाज हो फेरि यो मान्छे ओसार पसार भर्ने यताबाट उता लाने उताबाट यता लाने यो सिस्टमको छैन ए सिस्टम रूपी जहाज हो यो हेर्नुहोस् पानी नै पानी छ अब हामी बिस्तारै बिस्तारै हामी लन्डन बाहिर उता पारिपट्टि आएको थियौँ अब यहाँ ल यो के पुरै बाबु यो के समुद्र अरे थेम्स रिभर हेर्नुहोस् नु अब थेम्स रिभरमा तपाईँ हामी ल्याएर यो अब यसरी जहाजमा गाडीहरू आए ल्याएनुहोस् ए गाडीहरूमा आए मान्छेहरू यसरी ल्याएनुहोस् टनाटन यहाँ आएर यसरी बसेर भन्नुभयो या भेरी नाइस यसरी अब यो पुलको रूपमा काम गरिरहेको छ यसरी गएको छ ल्याएर अब यो एकछिन पछाडि यसरी घुम्दै घुम्दै गएर यसरी गरेर अब पारि जान्छ त्यसो उसले उताबाट गाडी झारे फेरि ल्याएर कति ठुलो छ ल्याएर होइन त भर्खरै गाडी थिएन आइ भर्खर अलिकति गाडी भऱ्यो टनाटन भयो Documentary, though, you need to go down to the best places. Yeah, thank you. Go down to the Greenwich Observatory. Yeah. Already done. Yeah, you've done it. We finish everything. You go down to South Kensington. South Kensington, Greenwich, Gotta go. and also the Buckingham Palace. Windsor Castle is the best. But you need one day. You know, I love whites. Yeah, ठुल्ठुला यसरी Pensioners go. What? So when are you going back to Nepal then? They're going tomorrow. Okay. So I'm a student here. Okay. I completed mechanical engineering. ल्याएर यहाँले अब अहिलेबाट त्यहाँबाट घर सर घुमेर ल्यायो यसरी घुम्यो
त्यो ठाउँबाट हामी उत्रियौँ र अब हामी अर्को ठाउँमा आइरहेछौँ ल्याएर चाहिँ मलाई देखाइदियो त यहाँ ए यताबाट उताबाट यता आइरहेछ अब यताबाट हामी गइरहेछौँ अब यहाँबाट हामी ल्याएरौँ यो पुलबाट हामी उता जाँदैछौँ एउटा उता गयो ल्याएर उहाँ गयो उहाँ जोडिँदैछ अब यहाँ हामी बस बोकेर हेरौँ यो ठुल्ठुला बसहरू बोकेर पुलको रूपमा यो ल्याएरौँ अब यहाँ जोड्दैछ ल्याएरौँ यहाँ हेर्नुहोस् यहाँ अब यो पुल चाहिँ तपाईँ गइरहेछ ल्याएर यहाँ सर्लक अब यो उताबाट आयो त्यहाँ चाहिँ त्यहाँ जोडिँदैछ अब यो चाहिँ यहाँ हेर्नुहोस् हेर्नु अब यो यहाँ जोडिन्छ हेर्नुहोस् Yeah. Tonight you just search and see in the YouTube, yeah? Say hi. Thanks. Search in the YouTube, you'll get tonight. अब यो पुल जोडिन्छ यहाँ यो माथि उठाएको यो चाहिँ यहाँ जोडिन्छ ट्याक्कै यहाँ जाइन्छ कस्तो राम्रो व्यवस्था भेरी भेरी ह्याप्पी आई एम भेरी भेरी ह्याप्पी और डेभलपमेन्ट त्यहाँदेखि त्यहाँबाट अर्को त्यहाँदेखि यहाँनिर यहाँ जोडिनु लाग्यो जोडियो ल अब यो माथिको पुल झर्छ ल्याएर त्यो राम्रो लाग्यो तिमीलाई कस्तो लाग्यो ल त ठुलो अब हामी अब यो पुल झर्दैछ ल्याउनुहोस् माथिबाट Passengers are reminded they must vacate the vessel on completion of each crossing. यहाँ अब यो पुल झर्दैछ ल्याउनुहोस् 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 यहाँ ल्याएर यो पुल बिस्तारै झरेर अब त्यहाँ जोडिँदैछ ल्याएर देख्नुभयो नि
खोलियो अब यो पुल खोल्यो ढोका खोलिन्छ होला ढोका खोलियो यो रोडमा गयो बाटो ठुलो ठुलो रोडहरू छ नि तपाईँको बाटो ल्याएर यहाँबाट यसरी मान्छे हिँड्ने एकातिर गाडी हिँड्ने एकातिर ल्याएर पुलबाट पारी गएर ठुला ठुला गाडीहरू ल्याएर यत्रो ठुलो गाडी हाम्रै ल्याएर यताबाट यता ल्याएर उताबाट उता हामी अहिले यताबाट यता आयौँ अब यताबाट उता ल्याएर यो सबै तपाईँको बनाएको समुद्र यो थुनेर बनाएको त्यहाँदेखि पारी पनि त्यस्तै तपाईँको अर्को व्यवस्था छ यो धेरै व्याख्या गरि नसक्ने कुराहरू छ यहाँ धेरै राम्रो राम्रो छ ल्याएर गाडीहरू आयो अब यताबाट खुल्छ ल्याएर ए अब फेरि अर्को यताबाट गयो त्यहाँदेखि ठुला ठुला बसहरू अब त्यहाँ गयो ल्याएर ल्याएर अब उता पनि बाटो खोल्यो यता नि खोल्यो यसरी जाने यसरी व्यवस्थापन गरिएको छ यति राम्रो व्यवस्थापन छ ल्याएर कति ठुलो पुच्छ छ घर बनाइरहेछ नि यसरी कहीँ घर बनाउँदाखेरि यसरी बारेर यहीँ घरहरू बनाने हेर्नु कसैलाई बाटोमा कसैलाई दुःख छैन ल्याएर कहीँ एउटा माटो कहीँ खस्यान केही छैन यत्रो घर बन्दैछ ल्याएर चाहिँ ट्रेनमा आइछ अहिले तपाईँलाई देखाउँछु ट्रेनले यहाँ सामान लान्छ मान्छे यताबाट झर्ने यताबाट जाने यताबाट आउने यहाँबाट फेरि पारी पनि यो गोलो घरबाट पारी जाने अन्डरग्राउन्ड छ मान्छे हिँडेर जाने ट्रेनले सामान लगेको ल्याएर उठाएर लिएर गएको ल्याएर देख्नुभयो नि ए ल्याएर देख्नुभयो ल्याएर माथि बनाउनको लागि पुरै सामग्रीहरू ल्याएर चाहिने सामग्रीहरू यसरी बोकेर माथि लैरहेछ ल्याएर यो गोलो घर छ यो गोलो घरबाट भित्र अन्डरग्राउन्ड जानको लागि चाहिँ नि छ ल्याएर यता घर बनिरहेछ ल्याएर ट्रेनबाट सामान लैरहेछ ल्याएर
ल्याइनुहोस् है। ए हिन्दू तले बस उताबाट पनि आयो त्यसले बस यो गोलो घरबाट अन्डरग्राउन्ड जाने बाटो छ पारि जाने अन्डरग्राउन्ड जाने बाटो यही हो सिस्टम यहाँ बनाउने घर बनाउने सिस्टम यही हो दुईवटा घर बन्दैछ दुई छ छुट्टिएर तिमीसँग नेपालीमा ट्रान्सलेट गर्नु न Your husband is brother. भने के हो त भन्नु भनिसके त के बालाई फोन गर नि त कुनै मलाई छैन अहिले त रातभर होला नि गाडी लिएर आउने हो के हो गाडी लिएर आउने हो अहिले यहाँ 6:30 बजेको छ ल्याएर 6:30 बजे यसरी टकटक घाम लाग्छ 10 बजीसम्म यस्तै घाम लाग्छ ब्रेकल गाडी बिग्रियो भने सर्पष्ट छोड्ने टक्कलाई बनाउने चिजहरू सामान यसरी राख्ने बाटो यहाँ बनाउँदैछ ल्याएर निकाल्दैछ यसरी हेलो म एयरपोर्ट गएको थिएँ कि मुम्बईलाई छोड्नलाई दुई महिना पुगिसक्यो नि लु गर्नु न त्यही 40-45 दिनको लागि आउनु सानो बेला कति आनन्दले घुमायो खाली छ ल्याउनु 2 बेला बस खाली छ ट्रेनको माथि ट्रेनको बाटो तिमीलाई घर गएर कल गर्छु
बिचरा यस्तो ल्याउनु त सानो ठाउँमा ल्याउनुहोस् सिस्टम भएपछि सानो ठुलो भन्ने हुँदो रहेछ नीतिगत हिँड्ने भएपछि बिस्तारै यो हाम्रो लोकल ट्रेन स्टेसन हो यहाँ लन्डन वरिपरि मात्रै लन्डन सहरबाट मात्रै जाउने लन्डन सिटी लन्डनै जानु सानो सानो ल्याएनुहोस् माथिबाट ट्रेन तलबाट बस साइडबाट प्लेन ल्याएनुहोस् यताबाट प्लेन जाने यताबाट बस जाने यताबाट ट्रेन जाने ल्याएनुहोस् प्राइभेट चाहिँ गयो 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 यसलाई अर्डर हाल्नु गाडी गयो ठिक त्यहाँभित्र के भन्दै होला ठ्याक्कै उड्यो गइसक्यो के खान्छ आफ्नो मोबाइल खर्च यो भगवान् हामीलाई नि हो तल रोड थाहा छैन र केमा हान्नु भएको छ ल्याएनुहोस् तलबाट पनि बाटो माथिबाट पनि बाटो उता नि बाटो उता नि बाटो यतातिर खुलै हुँदै बन्द हामीले जुन सोचिरहेको थियौँ नि त्योभन्दा धेरै ठाउँहरू घुमाइदियो कि बिरामी चाहिँ है जस्तो आफ्नै घर जाने त थाहा होला भनेर केही पनि अहिले यतापट्टि अर्को लेनमा डिसिप्लिन राम्रो भएन कि अब चाहिँ मम्मीको अब भयो भने छुट्टी बोलिहाल्नुहुन्छ तपाईँलाई चाहिँ आउनुपर्छ है हामी बोलाउँछौँ सबैजनालाई हामी बोलाउँछौँ नि भने किनकि त्यो त बोलाइहाल्छ मैले चाहिँ यो हाम्रो दाइ भाउजू तर भाइ कस्तो डर लाग्यो बिचरा यत्रो टाइम नलाग्नु लाग्छ
त्यो हो क्या रेस्टुरेन्ट भाइ त्यो हाई स्ट्रिट के यहीबाट त 96 आउने होइन यहीँ हो बाह्र हेर है राम्रोसँग यसको राम्रो छ नि मान्छेको रेपुटेसन नदिने पैसा क्या पैसा एकजना केस पऱ्यो नि लान्छ अरे कि स्कुलले बाबुले गुरुले पुरै बुहारी चाहिँ काठमाडौँ रे बुहारी काठमाडौँमा जागिर खान्छन् छोरा पढाउनु गुरुले घर लिनु भएको थाहा छैन कोअपरेटिभ हो त्यस्तै होइन उहाँको यहाँको सोधेको उहाँको त के कोअपरेटिभ हो त्यस्तै कि ब्याङ्क जस्तो हुन्छ नि ल्याउनु मिल्दैन नि अब बेसी भनेर धेरै गाह्रो थियो हिल्सा रोड यो हो यहाँबाट सुरु भयो कति लामो छ यो के अरे अपोजिटतिरबाट हो क्या बुझ्यौ तिमीहरूको पहिला उताबाट उताबाट हजुर तीर्थजी नमस्ते हजुरको छोराको यहीँ हो ए हजुर छोराको कुटेर हाम्रो त भाइ दमाली भइहाल्यो हजुर हजुर ल ए लाग्नुहुन्छ हस् हुन्छ हामी जान्छौँ ल अब छोटो भयो कि टाइम है यो जाऊ त्यहाँ बस नाच त ल अमन ल ओके ल भाइ ल फेरि भेटौँला है कति राम्रो यो पात पे कति राम्रो छ नि चिल्लो फुलै हो हो जापानी गुलाब यो चाहिँ हामी आएपछि बनाएको सालहरू ए ल
ए भगवान्को चट्ट पिङ खेल्ने गुरु गएर ल अब गुरु चाहिँ यहाँ पिङ खेल्दै हुनुहुन्छ अब यो झुला यो वेलिङको झुला झुल्दै आनन्द हुन्छ यो झुला माथि चाहिँ अङ्गुरका रुख एकदम आनन्द छ यहाँलाई धेरै धेरै धन्यवाद ल आज सरको छोराको घरमा आएर युकेमा एकदम आनन्द रमाइयो ल्याएर त्यहाँदेखि ओखरको बोटो त पनि रहेछ यहाँ पनि रहेछ एभोकाडो चाहिँ आफ्नै यो अहिले लिलाले यो त हेरेकै छैन भाइ पुरा पेन्ट गरिराखेको थियो अरे म आज बल्ल पस्दैछु ल हेर्नुहोस् यहाँ छत बनाउने तरिका पनि कस्तो अचम्मको छ ल हेर्नुहोस् हजुर ल हेर्नुहोस् काम छैन यहाँको ऐसेल ल हेर्नुहोस् यहाँको ऐसेलु यहाँको यो चाहिँ ऊ जस्तो स्ट्रबेरी हो अनि यो चाहिँ औसेल स्ट्रबेरी त होइन यो त ऐसेल पहिलो नि पाइन्छ अनि यो रातो खानु छैन पहिला माथि हेर्न माथि छोडा छ कि केटीलाई बाहिर छ कि स्विमिङको ब्याग चाहिँ बाहिर रहेछ ठट्ट यहाँको सर्लक्क ल सर यहाँ अब हजुरको छोरा घर आइयो के अरे होइन बसियो है हजुरको छोरा भन्नुभयो नि त मेरो छोराको भन्नु भएर जस हँसाउनु हो रमाइलो ल होइन सानो सानो तिमी पढ्दै हो ल राम्रोसँग पढ है ल ल तिमीलाई शुभ आशीर्वाद ल यहाँ छ यो ठाउँलाई के भन्छ हजुरले भन्नु न त यो चाहिँ वेलिङ हजुर वेलिङ भन्छ यसलाई चाहिँ वेलिङ भन्छ हजुर धेरै नेपालीहरू धेरै बस्नुहुन्छ अहिले यहाँ ए वेलिङ हजुर ल जस ल गुरुआमा हजुर पनि आउनुभयो त वेलिङमा ल राम्रो ल अनि हजुरलाई के छ ल भन्नु हजुरलाई केही नयाँ केही कुरो भन्नु मन लाग्छ कस्तो छ हजुर 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 हस् धन्यवाद दसैँपछि दसैँ तिहारपछि लगत्तै आउने अरे के अरे ल सबैजना एकै ठाउँ भेट भएर एकदमै रमाइलोसँग रमाइलो साटासाट गरियो आनन्दले यो ह्याप्पी फादर्स डे अङ्कललाई धेरै धेरै शुभकामना छ फेरि फेरि आउँदै गर्नुहोस् ल छोराले खुलाइदेऊ न पहिला फादर्स डे त कस्तो हो र मम्मीले खुवाइदिनु मम्मीको बाबा हो र तिम्रो बाबा हेलो हेलो क्यामेराम्यान उता देखाउ न ल ह्याप्पी फादर डे ल जा छोराले हान्दियो ल आन्टी खानु ल मम्मीलाई खुवाउनु त अब भर्खर भात खा त बुढा त्यहीँ राखेको ल यो एनिभर्सरीको भाग पनि हो एनिभर्सरी भएको पनि हो आज एनिभर्सरी अस्ति काट्न पाएन त बहिनी जयगा जानुभयो ल म त अलिकति खुलाइदिन्छु अङ्कललाई लाइक यहाँ खिच्दियो त बाबु सबै यो सानो भयो कि होइन, कहाँ होइन, म तपाईँलाई पहिला तपाईँलाई खुलाउनु पर्छ कि पहिला बाबा फैसेर काटेर ल ल बानस लाउने ल बाबु ल
अङ्कललाई अङ्कल धन्यवाद नरम छ थ्याङ्क यू अङ्कल ल तिमी माला खानु चम्चा उयो आएछ तिमीलाई त्यो धेरै काट्नु भनेर मलाई जानु क्या होइन म यहाँ खुलाइदिन्छु कि अलिकति ल पक्छ है त्यो ओरियो खुवाइदेऊ बिस्कुट ल्याइदिनु क्रिम धेरै खानु अरू त फ्रिज छ बिग्रिन्न ह्याप्पी यसलाई दिनु ठुलो काटेर अब बाबुलाई दिनु तपाईँले बाबुको फोटो खिचिदिनु अनि काटेर खानु सबैजना मम्मीलाई खुवाइदिनु भइसक्यो मम्मीलाई खुवाएको फोटो खाने के चाहिँ खाने खिचिसक्यो होला ल हेर्नु छ्या, खान्न धेरै नै होइन नि मोबाइलबाट राम्रै फोटो आउँछ ल बस त्यहाँ राख न प्लेटमा राख ल यो खैले त तिम्रो मेरोबाट त फोटो राम्रो आउनु के भएको यार खिचेको चाहिँ छैन भिडियो है यो स्क्रिनसट हुन्छ कि खिच त यता हेर अलि राम्रोसँग बस्नु सेतो न मन पर्छ कालो मन पर्छ भुइँमा बस्नु त बरु खुट्टा टेकेर ल ल सेतो मन पर्ने भए खाऊ मलाई सेतो ल्याउनु त अलिकति राति हो काटेर सक्छ हो त्यहाँबाट कहाँ र सेतो हो त्यो माथि माथिको मात्रै क्रिम हो उयो दिनु म हातै खान्छु क्या लाउनु भयो 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 छोरो पनि छ कति आनन्द ल भयो नि त बन्द गरौँ सबैलाई अहिले हामी क्यानिङ टाउन सहरको चोकलाई देखाइरहेका छौँ हेर्नुहोस् क्यानिङ टाउन सहरको चोक चाहिँ नि यस्तो छ यताबाट यता यताबाट यता यो त ल्याउनुहोस् यो त यस्तो छ ल हेर्नुहोस् ए उता रोड हेर्नुहोस् यता रोड हेर्नुहोस् यता हेर्नुहोस् क्यानिङ टाउनको रोड चाहिँ यहाँलाई देखाइरहेको छ लैदियो भनेर भन्नै पर्दैन क्या ड्राइभर दाइलाई फोन गरेर त्यहाँ गाडी लिएर आउँछ लिने त्यहीँ उभो फेरि यहाँ लाइटमा आयो लाइटबाट फेरि तपाईँको यहाँ गयो यसरी चाहिँ तपाईँको अब झर्नु है हेर्नुहोस् यहाँ आयो सबै लाइटबाट यहाँ कहीँ प्रहरी बस्ने ट्राफिक बस्ने नियमै छैन केही पनि हेर्नु ट्राफिकको सिस्टमबाट जाने यस्तै सिस्टम अब हामीले नेपाललाई पनि बनाउनु पर्छ बन्छ जता हेऱ्यो हजुरहरूले पार्क नै पार्क देख्नुहुन्छ हेर्नुहोस् यता पनि पार्क छ यता पनि पार्क छ हेर्नुहोस्